प्रजातन्त्र आउनु अघिका सामाजिक चालचलन। राणा शासनकालको उत्तरार्धतिर नेपालमा सडकहरू थिएनन्। देशका ग्रामीण क्षेत्रमा सडक नहुनु त स्वाभाविक नै थियो। मुख्य सहरहरूमा पनि सडक थिएनन्। गाउँलेहरू आफूलाई चाहिने नुन, मसला, लत्ता कपडा लिन र आफ्नो घरमा भएका खसी बोका, हाँस कुखुरा र घिउ बेच्न हाट बजार जान्थे। नुन लिन पहाडका उकाली ओराली पार गरेर भोटसम्म पुग्नु पर्थ्यो। हिउँदमा लेकबाट डोका, डाला, नाम्ला, थुन्से लिएर मानिसहरू बेसी झर्थे। पहाडमा चाहिने ती सामग्रीहरू अन्नसँग साटेर उनीहरू लेकमा अन्न लैजान्थे। अरू उपभोग्य सामग्रीहरू भरियाको पिठ्युमा लादेर ल्याउनु लैजानु पर्थ्यो। धेरै ठुला पहाड र खोजहरू छिचोल्दै भारी बोकेर हिँड्ने गोरेटो बाटाहरू हुन्थे। यसरी पैदल हिँड्ने बाटोलाई गोरेटो भनिन्थ्यो। एउटा गाउँबाट अर्को गाउँमा पुग्न हप्तौँसम्म यात्रा तय गर्नु पर्थ्यो। बीचबीचमा बास बसेर जानु पर्थ्यो। बाटोमा आवश्यक पर्ने खानेकुरा, पकाउने भाँडाकुँडा सँगै लिएर हिँड्नु पर्थ्यो। यसरी हिँड्दा बीचबीचमा बास बस्ने पाटी पौवा र आराम गर्ने चौताराहरू बनाइएका हुन्थे। बाटोका बीचबीचमा बनाइएका चौताराहरूमा ग्रीष्म ऋतुतिर चौतार्नेहरू भेटिन्थे। तिनीहरूले गर्मी महिनामा भारी बोकेर आउने बटुवा र भरियाहरूले पानी खान पाउन् भनेर माटोको ठुलो घ्याम्पोहरूमा खुँदे पानी राखेका हुन्थे। चौतारोको छेउमा ठुलो खाडल खनेर माटोको घ्याम्पो गाडिएको हुन्थ्यो र त्यसमा सक्खर र जौको पिठो मिसाइएको पानी राखिएको हुन्थ्यो। जमिनमा घ्याम्पो गाडेर राखेको हुनाले पानी चिसो हुन्थ्यो। गर्मीमा धापिएर आएका बटुवा र भरियाहरूले चिसो पानी खान पाउँथे। प्राय चैतदेखि असार मसान्तसम्म मूल बाटोका वरपर चौतारामा यस्ता खुँदे पानीका घ्याम्पाहरू गाडिएका हुन्थे। भरिया र बटुवालाई धापिएर आएको बेला चिसो पानी खुवाउन सके धर्म हुन्छ भन्ने धेरैलाई विश्वास थियो। त्यसबेला समाज कानुनभन्दा पनि धर्म र भाइचाराका आधारमा चल्थ्यो। पहाडका टुप्पाहरूमा खनेर पोखरी बनाइएका हुन्थे। बर्खामा ती पोखरीहरू पानीले भरिन्थे। हिउँदमा पनि भरिएको पानी रित्तिँदैनथ्यो। डाँडाका टुप्पामा खनिएका यस्ता पोखरीहरूले पहाडका भित्ताहरूमा रुख बिरुवाहरू हरियो देखिन्थे। पहाड पनि रसिला हुन्थे। त्यसबेला महिलाहरूमा लोग्नेको चरणामृत खाने चलन व्यापक थियो। लोग्नेको खुट्टा धोएको पानी खानुलाई चरणामृत पान गर्नु भनिन्थ्यो। ब्राह्मण र क्षेत्रीय समुदायका विवाहित स्वास्नी मानिसहरूले लोग्नेको खुट्टाको पानी नखाई अरू कुनै खानेकुरा मुखमा हाल्नु महापाप हो भन्ने ठान्थे। विवाह गरेर ल्याएको भोलिपल्ट दुलैले लोग्नेको खुट्टाको पानी खानै पर्दथ्यो। लोग्ने परदेश जाने बेलामा स्वास्नीहरूले आफ्नो हातका चुरा र माटो लोग्नेको खुट्टामा छुवाएर राख्थे। लोग्नेको पैताला छुवाएर राखेको चुरा र माटोलाई लोग्ने लाहुरबाट नफर्कँदासम्म पखालेर बिहान सबेरै लोग्नेको खुट्टा सम्झी त्यही पानी खान्थे। घर छोडेर जहाँसुकै गए पनि त्यसलाई लाहुर गएको वा मुगलान पसेको भनिन्थ्यो। भारतमा मुगल साम्राज्यको शासन चलेको बेला त्यसलाई मुगलान भनिन्थ्यो भने पाकिस्तानको लाहोर सहर जानुलाई लाहुर जानु भनिन्थ्यो। तर पछि जुनसुकै ठाउँ गए पनि मुगलान पसेको वा लाहुर गएको भन्न थालियो। लोग्नेको चरणामृत स्वास्नीका लागि धर्मको ठुलो परीक्षा मानिन्थ्यो। स्वास्नीलाई तह लगाउनु पर्यो भने लोग्नेहरू आफ्नो खुट्टाको पानी खान नदिने र त्यसैलाई उनीहरूमाथिको दमनको हतियार बनाउने गर्थे। किनभने स्वास्नी मानिसहरूमा लोग्नेको चरणामृत नखानु निकै ठुलो पाप भएको धारणा गहिरो गरी गढेको थियो। लोग्नेको खुट्टाको पानी नपाएर 7 दिनसम्म पनि भोकै बस्ने परम्परा भएका कारण स्वास्नीहरूलाई घुर्की लगाउन चरणामृतलाई ठुलो हतियारको रूपमा पुरुषहरूले प्रयोग गर्थे। बेला बेला महिला र पुरुषमा भेद छैन भन्यो भने त्यसलाई समाजमा मगज सड्केको वा बौलाएको भनिन्थ्यो। कसैले नर नारी बीच भिन्नता छैन भन्यो भने महिलाहरू नै अब केही अनिष्ट हुन लाग्यो भनेर डराउँथे। नर नारी समान हुन् भन्ने कुरा सुन्नु पर्यो भने महिलाहरू कान थुन्थे। यस्तो कुरा सुन्नु महापाप हो भन्ने ठानिन्थ्यो। विधवा स्वास्नी मानिसहरूले मूल बाटोबाट पर पिपल र समीको रुख रोपेर बिहान बिहान सधैँ पानी चढाउँथे। स्वर्गीय लोग्नेको नाम सम्झेर चढाइएको पानी आचमन गर्थे। यसो गर्दा अर्को जुन्नीमा तिनै स्वर्गीय लोग्नेसँग विवाह हुने, जीवन बिताउन पाइने उनीहरूको विश्वास हुन्थ्यो। गाउँमा पाटी पौवा बनाउन नसक्नेहरूले चौतारा चिन्ने, कुवा खन्ने, धारो बनाउने चलन हुन्थ्यो। दुःख गरेर आर्जन गरेको धन प्राय सबैले धर्म कार्य र कीर्ति रहने काममा लगाउँथे। पूर्व जन्मको फल यस जुनीमा र यस जुनीको फल अर्को जुनीमा भोग्नुपर्छ भन्ने उनीहरूको विश्वास हुन्थ्यो। त्यसैले उनीहरू परलोक र अर्को जुनी सुखद होस् भनेर परोपकार र धर्म गर्न खोज्थे। गाउँघरमा छोरी बुहारीहरूले थरी थरीका काम गरी पेवा बनाउने आम चलन थियो। छोरी बुहारीले हाँस कुखुरा, पाठापाठी, पाडी, बाछा बाछी राम्रोसँग हुर्काएर बेच्ने, फुर्सदको समयमा कपडा बुन्ने, धागो काट्ने काम गर्थे। त्यसलाई बिक्री गरेर आएको रकम उनीहरू पेवा भनी साँचेर राख्थे। त्यसबेला पेवा रकम पुँजी सङ्कलनको मुख्य स्रोत थियो। छोरी बुहारीले जम्मा गरेर राखेको पेवामा लोग्ने र छोराछोरीहरू कसैको पनि हक लाग्दैनथ्यो। स्वास्नी मानिसको सुरक्षित धनको रूपमा पेवालाई लिइन्थ्यो। गाउँमा फलानीको यति र त्यति पेवा छ भन्ने विषयमा ठुलो चर्चा हुन्थ्यो। त्यसरी पेवा बढाएर जम्मा गरिएको पैसाले उनीहरू सुनका गरगहना किन्थे। गाउँमा कसैको मृत्यु भएमा इष्टमित्रहरूले एक छाक छाड्थे र खल्को हाल्थे। घरमा भएको भारी गाग्रीको पानी खनाउँथे र मलामी जान्थे। मान्छे मरेपछि सेतो कपडाले लासलाई हरियो बाँसमा बेरेर शङ्ख पुग्दै घाटमा लैजान्थे। लास लैजाँदा शङ्खको आवाज सुन्ने जति लोग्ने मान्छे मलामी जाने चलन थियो। त्यसबेला क्रियापुत्रीलाई भेट्न जाँदा बिचरा लिएर जानु पर्थ्यो। त्यो अहिले जस्तो औपचारिकता र लोकाचार मात्रै थिएन, त्यसलाई सुख दुःख बाँड्ने माध्यम बनाइएको थियो। धेरैजसो क्रियापुत्रीहरूले बाबुआमा मरेको 1 वर्षसम्म जुत्ता लगाउँदैनथे। उनीहरू खाटमा सुत्दैनथे।
बाहुनहरूले अरूले पकाएको खाँदैनथे। विधवा स्वास्नी मानिस आजन्म चुरा, पोते, धागो र रातो लुगा लगाउँदैनथे। गाउँमा कसैको घरमा मिठो चोखो पाकेको छ भने छिमेकीमा पनि बाँडीचुँडी खाने चलन थियो। घरमा मासु पाके पकाइएको मासु कचौरामा राखेर छिमेकीलाई पनि दिने चलन थियो। आफ्नै घरमा पालिएको माउरीको मह काडिएको छ भने गाउँभरि बाँडिन्थ्यो। गुलियो महको स्वाद पाएका गाउँका केटाकेटीहरू मह काडिएको खबर पाएपछि त्यही घरमा झुमिन्थे। महको चाका खानु उनीहरूको लागि ठुलो अवसर हुन्थ्यो। आफ्नो गोठमा गाई भैँसी ब्याएमा गाउँभरि बिगौती खुवाउने चलन थियो। निमारो, केरा र कर्कलो जस्ता दुधेलो जातका पातहरूमा बिगौती पोको पारेर गाउँमा बाँडेमा गाई भैँसीको दुध धेरै आउने विश्वास थियो। गाई भैँसी ब्याएपछि पहिलो दिन पकाएको बिगौती निमारोको पातमा साना साना 7वटा पोको बनाई बाँसको कप्लेरोमा बाँधेर घरको दलिनमा सिउरिने चलन थियो। बारीको तरुल खन्दा, खुदो पार्दा र आँप झार्दा पनि गाउँका केटाकेटीहरू मह काट्दा झैँ झुमिन्थे। गाउँमा कसैको घरगोठ बनाउँदा त्यसको निधाल बोक्न, तला छाप्न र छानो छाउन गाउँलेहरू जम्मा हुन्थे। ऐँचो पैँचो गर्ने, बाँडीचुँडी खाने, गाह्रो अप्ठ्यारोमा मिलेर टार्ने गाउँको चलन थियो। त्यसबेला समाजमा व्यावसायिक जीवन थिएन। परोपकार र धर्ममा आधारित सामाजिक व्यवहार नै मुख्य थियो। छेत्री, ठकुरी, गुरुङ, मगरहरूमा घरमा कुनै उत्सव मनाउँदा मादल बजाएर उमेर पुगेका केटाकेटीहरूले झ्याउरे गाउने, नाच्ने र जुवारी खेल्ने चलन थियो। पश्चिम पहाडका कतिपय गाउँमा रोधी घर थिए। उमेर पुगेका ठिटाठिटीहरू रोधी घरमा भेटेर उठबस गरी हितचित्त मिलाउँथे। गुरुङ र मगर गाउँमा घाटु नाच हुन्थ्यो। गाउँघरमा सबैभन्दा लोकप्रिय नाच सोरठी नाच थियो। जयसिंहे राजा र हेमन्ती रानीको पौराणिक कथा हालेर सोरठी नाच नाचिन्थ्यो। 7 दिन 7 रातसम्म पनि जुवारी खेलेर गाउँका ठिटाठिटीहरू थाक्दैनथे। श्लोक गाउने र जुवारी खेल्ने आम चलन थियो। हरेक वर्ष हिउँदको समयमा कानफट्टा जोगीहरू तुरै बजाएर गोरखनाथको लामो फेरी बजाउँदै गाउँ गाउँमा आउँथे। गोरखनाथको राज्य कहलिएको नेपालमा यस्ता कानफट्टा जोगीहरूलाई पाथीमा भरेर धान दिने चलन थियो। उनीहरूलाई गोरखनाथका असली चेला सम्झिन्थ्यो। गाउँलेहरू बडा गुरुज्यूको नाममा चन्द्रायणी भेटी उठाएर तिर्थे। सालभरि काम गर्दा अन्जानमा भुलचुक लागेको पाप बडा गुरुको भद्रायणी भेटी बुझाएपछि मुक्त भइन्छ भन्ने विश्वास थियो। राजाकी जेठी छोरीको विवाह भयो भने मुलुकभर दाइजो रकम उठाउने चलन थियो। गाउँलेहरू श्री 5 जेठी शाहज्यादीको विवाहमा आफ्नै छोरी चेलीलाई झैँ दाइजो रकम बुझाउन कन्जुसाइ गर्दैनथे। यसलाई पनि उनीहरू धर्म ठान्थे। त्यसबेलाको समाज कानुनले भन्दा धर्मले बाँधिएको समाज थियो। उनीहरू आफूले पाप गरे राजा र देवताले दण्ड दिने ठान्थे। उनीहरूको यही गहिरो विश्वासलाई आड बनाएर उनीहरूमाथि शोषण पनि हुन्थ्यो।